नमस्ते सेवानु म रेखा स्वागत छ हजुरहरूलाई यो मेरो न्यू डे न्यू ब्लगमा। आशा गर्दछु हजुरहरू सबै सन्चै हुनुहुन्छ। त्यसै गरी मेरो परिवार र म पनि कुशल मङ्गल नै छु। म चाहिँ रेडी भइसकेको छु। आज के हो हजुरहरूलाई थाहै छ होला, म र मेरो साथी यहाँ छ। आज चाहिँ महाशिवरात्रि हो। महाशिवरात्रिको उपलक्ष्यमा हजुरहरूलाई धेरै धेरै शुभकामना। यहाँ मेरो साथी चाहिँ हेरिरहेको छ मलाई। लौलो गाइस, हामी पनि अब रेडी भएको छौँ होइन, सामान बोकेर। हामी चाहिँ यहाँबाट लोकेसन हेरेको, किनकि यो न्यू ठाउँ हो, हामीलाई त्यति साह्रो थाहा छैन नि त। लोकेसन हेरेको टेम्पल भनेर अब यहाँबाट चाहिँ 1.5 किलोमिटर देखाउँदैछ। हामी जाने हो होइन, के कस्तो हुन्छ हजुरहरूलाई पनि देखाउँछु है त। गाइस, साथीको तालमा साह्रो ढिलो भयो। हिजै उसलाई होइन सबै सामानहरू किनौँ भनेको, उतैतिर सबै सामानहरू लिउँ भनेको थिएँ होइन। उसले के भन्यो, मन्दिरमै सबै पाउँछ, मन्दिरको छेउमा किन अरे। त्यही लागि गाइस हामीहरूले चाहिँ होइन यहाँनिर सबै मान्छेले लैजाँदैछ आफ्नो। हामीहरूले पनि अनलाइनमा बुक गरेर हाम्रो पनि भर्खर आयो अनि हामी गएको। ड्युटी पनि जानुपर्ने यस्तो छ गाइस। कैलाशपति है वो, दम दम डमरू बजाए। कैलाशपति है वो, दम दम डमरू बजाए। मैं दास उसी का हूँ। गाइस, हामीले पूजा गऱ्यौँ होइन, बिहान नै आएर मात्रै हामीले चाहिँ पूजा आरामले गर्नु पर्यो, नत्र भने यति धेरै लाइन होइन। राति पनि आउँछौँ। पहिला बचपनमा हामीले यस्तै इन्जोय गर्थ्यौँ घरमा होइन। बेङ्गलोरमा चाहिँ यस्तो राम्रो हुन्छ होइन। यो सुन्नु हुँदैछ बजेको। अब आफ्नो कर्तव्य पनि निभाउनु जानु पर्यो। आज सन्डे पनि हो, छुट्टी पनि पाउँदैनौँ होइन। लौ त जाउँ होइन। यस यस भन्ने चाहिँ यता है। ल गाइस, बाई बाई।